वादी प्रथा अन्तर्गत रहेर पहिले पनि चलचित्र तथा उपन्यासहरू नलेखिएका भने होइनन्। प्रवीण खतिवडा अभिनीत पण्डित बाजेको लौरी जस्ता चलचित्रहरू तथा नथिया जस्ता उपन्यासहरू यस अघि पनि लेखिएका थिए। यसअघि पनि वादी समुदायको मान मर्यादामा आँच आयो भनेर यी चलचित्र तथा उपन्यासहरूको पनि विरोध भएको थियो। साथै आज हामीले समीक्षा गर्न गइरहेको चलचित्र लाली बजारको विरुद्ध त झन् पाटन उच्च अदालतले चलचित्रको रिलिजको संघारमा आएर चलचित्र रोक्ने स्टे अर्डर नै दिएको थियो। यसले जनमानसमा चलचित्रप्रति धेरै जिज्ञासाहरू त बढाएको थियो नै, साथै चलचित्रले पनि फ्रीमा प्रमोसन पाइरहेकै थियो। एक हप्तापछि भने अदालतको आदेशपछि चलचित्र लाली बजार रिलिज भयो। आज हामी 2045 सालतिरबाट सुरु भएर वादी समुदायको वरपर रहेर बनेको चलचित्र लाली बजारको समीक्षा गर्न जाँदैछौँ। चलचित्र लाली बजारको कथा सुरु हुन्छ पश्चिम नेपालमा रहेको वादी समुदायको वरिपरि, जहाँ मधुबालाको पात्रमा रहेकी स्वस्तिमा खड्का तथा नारायणको पात्रमा रहेका विशाल देवकोटाको चिठी पढ्ने तथा सुन्ने प्रक्रियाबाट सुरु हुन्छ। नारायणले सुनाउँदै गरेको चिठी सुनिरहेकी मधुबालाको बीचमा प्रेमको टुसा पलाउन सुरु हुन्छ। उति नै बेला मधु, जो एक वादी नारी पनि हुन्, उनीसँग यौन सम्बन्ध स्थापना गर्नको लागि मधुबालाको घरमै कोही एकजना आइपुग्छन्, जसले पछि भित्र गएर बेडले पिट्दै गरेको दृश्यहरू देख्न हामी सक्छौं, जसले देखाउँछ कि वादी महिलाहरू कति यौन हिंसाबाट उत्पीडित थिए भनेर। चलचित्रभित्र वादी समुदायमा एउटा प्रथा हुन्छ जहाँ राजा साहबले सानै उमेरमा रहेका कलिला नानीहरूलाई केही मूल्य दिएर नथिया लगाउने। पछि उनै सामन्ती राजा साहबले नथिया तोड्ने न्युमा तिनै कलिला नानीहरू वयस्क भएपछि यौनजन्य क्रियाकलापहरू राख्ने गर्छन्, जसले गर्दा साना नानीहरूको नथियाको मार्फतबाट उनीहरूको भविष्यको निर्धारण पहिले नै भइसकेको हुन्छ। चलचित्रमा देखाइए अनुसार वादी महिलाहरूले सम्पूर्ण घर सम्हाल्ने, सबको पेट पाल्ने काम नै यही क्रियाकलापहरूबाट गरिरहेका हुन्छन्। राजा साहबको भूमिकामा रहेका रविन्द्र सिंह बानियाले पनि मधुको छोरीलाई नथी लगाइदिन्छन्। चलचित्रको मध्यबिन्दुतिर गएर मधुले आफ्नो छोरीलाई यस कुरीतिबाट अलग राख्ने निर्णय गर्छिन् र उनले त्यसको लागि कतिसम्म चुनौतीहरू सामना गर्छिन् र कस्तो कस्तो समाजको अपहेलना, तिरस्कारबाट आफ्नो छोरीलाई बचाउन सफल हुन्छन् या हुन्नन् भन्ने कुराको वरिपरि नै यो चलचित्र घुमेको छ। एक्टिङको कुरा गर्नुपर्दा स्वस्तिमा खड्काले निकै उम्दा अभिनय प्रस्तुत गरेकी छिन्। उनी पूर्णतया वादी समुदायको क्यारेक्टरमा ढलेको देखिन्छ। उनको पात्रमा आमा बनेपछि र एउटा उनको लाइफमा घटेको घटनापछि उनको पात्र पूर्ण रूपमा परिवर्तन भएको देख्न सकिन्छ। भन्नु नै पर्दाखेरि लाली बजार सिंगल ह्यान्डेडली स्वस्तिमाले नै बोकेको जस्तो देखिन्छ। नारायणको भूमिकामा रहेका अर्का कलाकार विशाल देवकोटाले पनि एउटा इनोसेन्ट पात्रको भूमिका निर्वाह गरेका छन्, जसलाई उनले पूर्ण रूपमा न्याय गरेका छन्। रविन्द्र सिंह बानिया, जो हाम्रो चलचित्रको एन्टागोनिस्ट हुन्, उनको पनि अभिनय तारिफ योग्य नै छ, तर प्रायजसो चलचित्रमा उनको एग्रेसिभ क्यारेक्टर मात्र देखिरहँदा कतै उनी स्टेरियोटाइप त भइरहेका छैनन् भन्ने जस्तो फिल गराउँछ। पात्रहरूको कुरा गर्दा हामीलाई खड्केको कुरा के हो भने एउटा समुदायमा रहेका पात्रहरूको लवज भने नेपालमा छरिएर रहेका मानिसहरूको जस्तो सुनिन्थ्यो। स्वस्तिमाको पात्रको एउटा टोन छ भने बाँकी पात्रहरूको लवज भने बिल्कुलै फरक छ। चलचित्रको सबैभन्दा सबल पक्ष भनेको सिनेमाटोग्राफी हो। सुशान प्रजापति डीओपी रहेको यस चलचित्रमा उनको आफ्नै स्पेशल लाइटिङ स्टाइल देख्न सकिन्थ्यो। सुशान प्रजापतिले आफ्नो शटहरू लिँदाखेरि म्याक्सिमम की लाइटलाई ब्याकग्राउन्डमा राख्न रुचाउँछन्, जसले गर्दा यो चलचित्रको शटहरू एकदमै सिनेम्याटिक देखिन्थ्यो। म्याक्सिमम शटहरूमा लालटिनलाई प्र्याक्टिकल लाइटको रूपमा प्रयोग गरेका छन्, जसले अझै डेप्थ क्रिएट गरेको देख्न सकिन्थ्यो। आउटडोर शटहरूको फ्रेमिङ एन्ड कम्पोजिसनहरू पनि एकदम मनमोहक देखिन्थ्यो, जुन पूर्ण रूपमा चलचित्रको स्टोरीसँग बेन्ड भएको जस्तो फिल हुन्थ्यो। चलचित्रको एउटा एक्सपेक्टको कुरा गरौँ, त्यो हो चलचित्रको न्यारेटिभ स्टाइल तथा कथावस्तु। फर्स्ट हाफसम्म चलचित्र राम्रैसँग बगेको देखिन्छ। चलचित्रले दर्शकलाई मजाले नै बाँधेर राख्न सफल भएको छ। चलचित्रको दोस्रो हाफ सुरु हुँदा भने चलचित्र कथाबाट भड्केको हो कि जस्तो स्टार्टिङमा फिल हुन्छ, तर राइटरको चतुर्याइ नै भन्नुपर्छ कि उनले कथालाई ब्याक अन ट्र्याक लिएर आएका छन्। चलचित्रको सेकेन्ड हाफमा मधुको गोल भनेको आफ्नो छोरीलाई बुवाको नाम दिनु हो कि जस्तो फिल गराउँछ, तर राइटरले वादी समुदायमा रहेको सामाजिक पहिचानको पक्षलाई भने यसले उजागर गर्न सफल भएका छन्। चलचित्रको इन्डिङ भने आफ्नो आमाले आफ्नो छोरीको लागि केसम्म गर्न तयार हुन्छन् भन्ने कुरा देखाइएको छ। त्यही पनि हाम्रो टिमलाई यसको इन्डिङ भने केही इजी वे आउट खोजेको हो कि भन्ने फिल भएको छ। सेकेन्ड हाफमा गएर केही अननेसेसरी सबप्लटहरू राखिएको हो भन्ने हामीले फिल गरेका छौँ, तर कथा चाँडै नै मेन प्लट तर्फ मोडिन्छ, जसले गर्दा दर्शकहरू खासै भड्किन पाउँदैनन्। कस्ट्युम एन्ड मेकअपको कुरा गर्नुपर्दा भने सुरुवातदेखि नै मधुलाई रातो कलरमा देखाइएको छ। चलचित्रको नाम उनको ओठमा लाग्ने लिपस्टिकले पनि उनको पात्रलाई अझै उजागर गर्न सहयोग पुर्याउँछ। रातो कलरले स्वस्तिमाको पात्रलाई कनेक्ट गराइएको छ। साथै उनको स्याड मोमेन्ट्सहरूतिर भने मधुलाई रातो कलरबाट अलग राख्नु पर्थ्यो कि भन्ने हामीलाई फिल भएको थियो, जसले गर्दा उनले आफूले लाली बजारको देह व्यापारको काम छोडेको भन्ने फिल गराउन मद्दत मिल्थ्यो। चलचित्रमा मधुबालाको आमालाई पनि एउटा प्रमुख पात्रमा देखाइएको थियो, तर बीचमा उनलाई के भयो भनेर प्रश्नसँग खुलाइएको छैन। मेकअपको कुरा गर्नु पर्दा भने क्यारेक्टरको समयसँगै आएको बदलावलाई भने देख्न सकिँदैन। 2045 मा मधु, हैजा र मधुको भाइ तथा अरू पात्रहरू जस्तो देखिन्थे, अन्तिमसम्म पनि उस्तै देखिन्थे। क्यारेक्टरको समयसँगै आउने फिजिकल अपीरेन्समा भने मेकरहरू नराम्रोसँग नै चुकेका छन् भन्ने हामीलाई आभास भएको थियो। तर स्टोरीको टाइमलाइनलाई भने चलचित्रहरूको फिल्मको पोस्टरहरू देखाएर एउटा टाइम
टाइम एन्ड स्पेसको भने राम्रो प्रयोग भएको देख्न सकिन्छ। कुसुमे रुमालसँगै ट्रक ड्राइभरसम्म आउने टाइम ल्याप्सलाई भने राम्रोसँग प्रस्तुत गरिएको छ। एडिटिङको पर्सपेक्टिभले हेर्दा भने बच्चा सानोबाट ठुलो हुँदा म्याचकट प्रयोग गरिएको छ। त्यस्तै गरी अन्तिममा क्लाइमेक्सको बिल्डअप सँगै फास्ट पेस तथा जम्पकटको प्रयोग गरिएको छ। एन्टागोनिस्टको पात्र निर्वाह गरिरहेका रविन्द्र सिंह बानियालाई स्वागत गर्दा आउने चलचित्रको पहिलो गानामा भने हल्का जर्क फिल भएको थियो। हुन त वादी समुदायको सबै नारीहरू देह व्यापारमा लाग्छन् भन्ने न्यारेटिभ यो चलचित्रले इस्टाब्लिस गर्न खोजे तापनि त्यो भने सत्य होइन। तर लालीबजार भित्र रहेका वादी समुदायको दैनिकी रहनसहन, गाउँ परिवेश, उनीहरूले भोगेका दुःखहरू भने लालीबजार चलचित्रले राम्रोसँग देखाएको छ। कसरी सामन्तीहरूले वादी समुदायका महिलाहरूलाई शोषण गर्थे भन्ने कुरा पनि राम्रोसँग दर्शाउन सफल भएको छ। केही कमी कमजोरीहरू रहे तापनि चलचित्रले हाम्रो समाजको विगतमा रहेको एउटा जनसमुदायको भोगाइलाई राम्रोसँग देखाउन सफल भएको छ, जसले गर्दा हामी दिन चाहन्छौं यो चलचित्रलाई 5 मा 3।